कस्तो पिसफुल छ नि गाइज नजारा। हेलो गुड मर्निङ एभ्रिवान। सन्चै हुनुहुन्छ होला सबैजना है। म पनि एकदम आरामै छु। सो वेलकम ब्याक अगेन टु माई अनदर भिडियो। एन्ड म चाहिँ धेरै दिनपछि आज सट्ट होइन फेरि निस्केको छु। अघि बिहानै निस्किन चाहिँ भन्दा मतलब अघि बिहानैदेखि हेरेर बसेको है 5 बजेतिरबाटै। यस्तै हुन्छ क्या यहाँ भक्तपुरबाट पाउनलाई यति गाह्रो हुन्छ कि है के गर्ने। 2 घन्टा भइसक्यो बल्ल राइड लाग्यो। अब चाहिँ उहाँलाई पिकअप गर्न जाँदैछु। लेट्स सी। ढिलो भइसक्यो भन्दै हुनुहुन्थ्यो। धुलो पनि अति उड्छ हो यहाँनिर। हिलो पनि अति नै हुन्छ, धुलो पनि अति नै उड्छ। यो ठाउँ त खै यो बाटो बनाउन लागेको पनि भइसक्यो होला हो। 1 वर्षै हुन थालिसक्यो होला यार। बनाउँदैन खै के हो के गरेको हो। यत्तिकै राखिरहेको छ खाल्डो यताउता खाल्डो बनाउँदै होइन। के हो टायर चिप्लिन्छ त। अनि त्यही हो भिडियो चाहिँ कन्टिन्यू गर्छु भन्छु तर खै के कुराले अड्काइरहेको हुन्छ। तनाव पो छ हो गाइज। सो अब चाहिँ जस्तो आउँछ त्यस्तै कन्टेन्टहरू होइन। कन्टेन्टै पाउँदैन क्या कस्तो चाहिँ बनाउने भन्ने हुन्छ कि। यतै हो हुन चाहिँ। हजुर हो यतै फर्काएर राख्यौँ न होइन के छ र। ए अगाडि नै हो। हुन्छ बस्नुहोस्। ए हुन्छ ल हुन्छ बस्नु। अगाडि राख्थ्यौँ कि ए अप्ठ्यारो हुन्छ कि हुँदैन तपाईँ। भाइ बाफ्रे के गऱ्यो होला यार यो। अति नै धुलो उड्छ। झन् घाम लाग्यो भने त बाफ्रे पानी पऱ्यो भने यस्तो हिलो हुन्छ होइन। घाम लाग्यो भने धुलो फेरि वहाँ कोटेश्वरसम्म पुग्छ यहाँको धुलो। यो चाहिँ भएन क्या यस्तो चाहिँ के हो यार। अब के भन्ने क्या अब हाम्रो देशमा होइन कतै राम्रो गरिरहेछ भने कतै यस्तै छ। काम हो टाइम लाग्छ बिस्तारै गर्नुपर्छ तर अति नै बिस्तारै त होइन नि यार। फेरि यो यसरी राम्रो अब स्लोली काम गर्दाखेरि राम्रो बनाए त हुने नि। फेरि हाम्रो 2-3 दिनमा प्लाट लोड जाने गरेर बनाउँछ भने यसलाई के भन्ने त अनि। फेरि त्यो राम्रोसँग सेट हुनु पाएको छैन बाटो। मान्छे पुरै हिँड्न थालिसकेको हुन्छ अनि कहाँ हुन्छ त हामी त्यसरी। यो जेब्रा क्रसिङमा पनि मान्छेहरूलाई चाहिँ अलिकति थाहा हुनु पऱ्यो क्या। यसरी हिँड्दाखेरि हजुरहरूलाई नि जेब्रा क्रस गर्ने बेलामा रोड क्रस गर्ने बेलामा जेब्रा क्रसिङमा लाइक अब यसरी लाइट बलेको छ कि छैन त्यो पनि हेर्नु पऱ्यो नि त। अब उताबाट अब सिधा जानेहरू होइन
ग्रिन लाइट बलेर हिँडिरहेको हुन्छ त्यो अवस्थामा अनि रोड क्रस गर्न थाल्यो भन्दा अनि त्यो लाइटको अर्थै रहेन क्या। रोड क्रस गर्ने बेलामा नि लाइट त हुन्छ त अब त हजुरहरू पनि त्यो लाइट पुरेर टक्क होइन नेम अनुसार चलिदिनु पऱ्यो अनि कुनै एक्सिडेन्ट पनि हुँदैन, सबैजना सेफ हुन्छ क्या। सो त्यो भन्न चाहन्छु म चाहिँ होइन। अब त्यही हो, आज बिहान बिहान चाहिँ अलिक चिसो चिसो नै छ। अबको रुटिन चाहिँ मेरो जस अब चेन्ज भइसक्यो है। खासमा के भयो भने आज होइन बिहान कति 4 बजे निस्किने भनेर 4 बजेको अलार्म राखेको होइन। अनि अलार्म पनि बज्यो, मैले पनि सुन्यो कि म पनि उठेको थिएँ। उठेको भन्दा नि मेरो आँखा चाहिँ खुलेको थियो। अनि त्यसपछि अलार्म ठ्याक्कै आँखा खोल्यो होइन। अनि यसो उठेर फोनलाई चाहिँ उठाएर चाहिँ अनि अलार्म अफ गरिदिएर अब उठाउला भनेर यसो ढल्केको मात्र थियो। 6 बजिसकेछ भनेको उठ्दाखेरि चाहिँ त्यस्तो पनि हुँदो रहेछ है गाइज। सो त्यही भएर अल्छी चाहिँ मान्नु नहुने रहेछ। एकैचोटि भित्तामा आउनु खोज्छ त यार, बिस्तारै बिस्तारै हिँड्नु नि छेउछेउबाट। सो त्यही हो, मेरो चाहिँ यो फर्स्ट ट्रिप चाहिँ यहाँ भक्तपुरदेखि उता माछा पोखरीसम्मको छ। लेट्स सी होइन आजको के हुन्छ दिन, टक्क हेरौँ। गरम पानी पऱ्यो भने चाहिँ अति नै झ्याउ हुन्छ। फेरि मैले हिजो बेलुका पानीमा गरेको थिएँ अलिकति होइन, लास्टै झ्याउ। फोन कहाँ राख्ने, कसरी स्ट्यान्डमा राखौँ भने पनि अब होइन अलिकति पानीले नदिने। अनि रेनकोटभित्र राख्दाखेरि पनि रेनकोटले टच गरिदिने रहेछ, फोन आफै चलाइदिने रहेछ। त्यस्तो भएर चाहिँ म हिजो लास्ट अति झ्याउ लागेर 2-3 राइड हानेर अनि घर फर्केको हो हिजो। सो त्यही हो गाइज, अहिले चाहिँ म यता राधे राधे आइपुगेँ। यो बिल्डिङ देखेर थाहा नै हुन्छ होला हजुरहरूलाई होइन। यहाँलाई चिनाउने भनेकै यही बिल्डिङले हो यो ठाउँलाई। A few moments later. हामी चाहिँ यहाँ अहिले कोटेश्वर आइपुग्यौँ है। एन्ड जस्ट बिहान बिहान चाहिँ रोड चाहिँ जाम भए पनि धेरै चाहिँ जाम हुँदैन, ठिक्क ठिक्क हुन्छ, थोरै थोरै टाइमको हुन्छ क्या। साटसुट खोलिरहेको हुन्छ। 10-11 बजेतिर त बाफरे अति नै हुन्छ। अनि बिहान चाहिँ अति नै मजा आउँछ मलाई चाहिँ होइन। सो काम जस्ट राइड गर्नु बिहान चाहिँ एकदम अब हावा पनि त्यस्तै भइरहेको हुन्छ होइन, एकदम फ्रेस। यहाँ छ त जापानको जस्तो फुल गाइस, यहाँ पनि रहेछ त ल। नेपालमा हुन्छ भन्दै थियो कुन चाहिँले के को रुखमा पो त्यस्तो पात हुन्छ अरे भन्दै थियो। गऱ्यो भने त हुने रहेछ त। हजुरहरूलाई कस्तो लाग्छ अब कमेन्ट गर्नु होला। अब हामी चाहिँ आइपुग्यौँ अहिले माइती घर। एउटा पुरुष घर पनि बनाउनु पऱ्यो क्या, माइती घर त छँदैछ होइन। सबै महिलाहरूको लागि मात्र छ क्या, पुरुषको लागि के छ गाइज? केही छ भनिदिनु पऱ्यो क्या। यसो कमेन्ट गर्नु त के छ पुरुषको लागि हाम्रो देशमा। महिला पुरुष भेदभाव गर्न खोजेको होइन कि, तर पुरुषको लागि छैन क्या साँच्चै नै केही पनि। सेतो टावर नेरी आइपुग्यौँ हामी।
ल हेर्नुहोस् ल गाइस फुल फुल्दैन भने हेर्दा जापानको जस्तो कति दामी फुलिरहेको छ त्यसलाई जापान भन्दा के गाउँछ भनेको हाम्रो नेपाल पनि बोलाहरू हान्नु पर्नेमा डेक्ने त्यसकै बाइक हो जेसुकै गरोस् न अन्त गएर पनि गर्न सक्थ्यो नि त मेरै अगाडि आज किन हामी चाहिँ डेस्टिनेसनमा आइपुग्न लाग्यो है यतै हुन्छ हुन्छ ऊ यहाँ साइडमा लगाइदिन्छ है Okay. Welcome. So हाम्रो राइड चाहिँ कम्प्लिट भइसकेको छ अब नेक्स्ट राइड हेरौँ सो फाइनल्ली मेरो चाहिँ ट्रिप लागिसकेको छ है 1 घन्टै बस्यो होला हो थ्याट जहाँ गए पनि बस्नु मात्र पर्छ अनि राइडमै निस्किन मन लाग्दैन भनेको के गर्नु यतिको गर्नु परिहाल्यो होइन दुःख गर्नुपर्छ पैसा कमाउनु पर्यो पैसा कमाएन भने फेरि हेपाइ बढी हुन्छ नि त हाम्रो देशमा के गर्ने पैसा हुनेसँग पैसा छ त सबै छ पैसा छैन त केही छैन गाइज केही छैन यस्तै हो पैसा कमाउनु पर्छ पैसा सँगसँगै इज्जत पनि कमाउनु पर्छ होइन हजुर हो र पठाउ गर्नुभएको थियो र इनड्राइभ गर्नुभएको थियो हजुर इनड्राइभ गर्नुभएको थियो र इनड्राइभ गर्नुभएको छ हेर्नुभयो त अनि सन्चै हुनुहुन्छ इस सज्जन को क्या तकलीफ है भाई खाना खानु भयो बा के गराएको यस्तो हजुर म आइसकेँ है हजुर हजुर म यहाँ गल्लीमा छु तल ओर्लिनु त म यहीँ छेउमै छु छन चाहिँ यहीँ लोकेसनमै हो लोकेसनमै हो मान्छे कता हो बाख्रा पनि छ क्या हो यहाँ हाम्रो त हो नि दाजुको अङ्कलको बाख्रा पालिरहनु भयो बाख्रा पालिरहनु भयो ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा उहाँ लाग्छ कि उता पछाडि जस्तो लाग्छ यार यस्तो अङ्कल लाग्यो म हजुर ओके धन्न जाङ खोल्ने बेलामा आइपुगेछ यहाँनिर हेरी नभए त 5-10 मिनट त मजाले बस्नुपर्छ अनि अघि मलाई एउटाले यस्तो गर्थ्यो कि है मेरो अघि नै एउटा ट्रिप लागेको थियो क्या म त्यहाँ बसिन्जेल एक्सेप्ट गरेर त्यो ट्याक्सी ड्राइभर जस्तो लाग्यो क्या मलाई चाहिँ खासमा किनभने ट्याक्सीभित्रै खिचेको फोटो थियो क्या त्यसको प्रोफाइल पिक्चर चाहिँ एक्सेप्ट गरेर त क्यान्सल पो गरिदिएर भनेको हाम्रो डेस्टिनेसन चाहिँ गुजेश्वरी मन्दिर हो सो हामी चाहिँ चाबेल आइपुग्यौँ
अब धेरै टाढा त छैन डेस्टिनेसन चाहिँ अब जस नजिकै छ भनौँ बाटो बन्द हो परैबाट जाउँ त्यसो बन्द रहेछ भने फर्किनुपर्छ अहिले तनाव पो हुन्छ त फेरि जताततै बाटो बन्द निर्माण कार्य भइरहेको छ त्यही त हो साला अब बनाउनु चाहिँ कहिले अब यो बाटो बन्द छ अहिले अब 1 वर्षपछि आएर हेर्दा पनि बाटो बन्दै हुन्छ फेरि यहाँनिर है त्यति लाइन त्यति मात्र छ बाटो त्यही नि त बन्दै हुन्छ त्यो चाँडो भन्ने त हुँदैन क्या चाँडो भन्दा नि ल चाँडो नगरे पनि ढिलै गरे पनि बाटो अलिक पक्की भइदियो त हुने नि बनाएको 1 हप्ता हुँदैन सब गइसक्छ फेरि अरे कति जाम हो त नि यताबाट नि अफिस जान्छ र भने मान्छे हुन त सर्टकट बाटो भन्छ यताबाट नि सर्टकट पर्छ नि त त्यही भएर पनि मान्छेहरू लङ बाटो भन्दा सर्टकट बाटो जाम हुन्छ क्या बेसी यत्तिको पेले त हिँड्नै पर्छ अब जाम सुरु हुन थाल्यो 9 बज्यो जाम छ गाइज यता त्यो लङ रुट पनि त्यही हो सर्ट रुट पनि त्यही हो त्यही भएर सबैलाई छिटै पुग्नु परेछ कोही त बिचरा ढिलो हुन्छ भनेर नि जाम हुने ठाउँमा त 8 बजे निस्किन्छ 1-2 घन्टा अगाडि यो ठाउँ यति चिल ठाउँ हो फेरि है यो गुजेश्वरी एरिया हो यो सो हाम्रो चाहिँ डेस्टिनेसन आइपुगेको छ है यतै हुन्छ दाइ यो है यहाँ छ होला चाहिँ अन्त सो गुजेश्वरी मन्दिर चाहिँ यही हो है सो त्यो माथि डाँडाहरू पनि छ जस एरिया चाहिँ एकदमै पिसफुल छ यहाँनिर है यो ठाउँ चाहिँ गुजेश्वरी हो यो यता गौशाला गौरीघाटबाट यता भित्र छिर्छ अनि जस हजुरहरू आउन चाहनुहुन्छ भने चाहिँ एकदम क्या मजा आनन्दको ठाउँ छ मेरो चाहिँ राइड कम्प्लिट भइसकेको छ अब नेक्स्ट राइड ओके अब अर्को राइडमा भेटौँ ल गाइज अब यहाँ आमामा जाम त यो खोइ कहिले खुल्ला रह्यो त मेरो ट्रिप पनि लागिसकेको छ मलाई कल गरेँ हेरौँ हजुर लोकेसनमै हुनुहुन्छ है हजुर हजुर भन्नुहोस् त ए हस् हुन्छ सानो गलैचा रेस्टुरेन्ट अरे ठिकै छ अब उतै जाने हो होइन लाग्नु पर्यो यताबाट जाने चाहिँ जाम छैन रहेछ जाम छ यसरी पेलेर नहिँडौँ होला साथीभाइहरू जाम पनि त हेर्नु पर्यो नि त गाइस हेर मात्र भएन अझ यतै आउनुहोस् अङ्कल दाजुहरू यतिको चाहिँ हुनुपर्छ है गाइस गाडीलाई सपोर्ट दिइरहेको छ हाम्रो ब्रदरले नि अगाडिको ब्रदरले त बजाएको बजाएछ त मान्छेहरू टेर्दैन अनि के गर्नु त भने अब यताबाट आइरहेछ होइन यत्रो पुरै रङ साइड आइरहेको हुन्छ क्या रिस उठिहाल्छ नि जाम छ त बिस्तारै हिँड्नुपर्छ नि यार हामी पनि जाम हुँदा त यार यसो त खुद्दैनौँ त
अति त गर्नु हुँदैन हौ गाइस अति गर्नु अत्याचार नगर्नु के भन्छ नि त्यस्तै हो कहाँ भन्नुभएको थियो सानो बगैँचा अन्त गलैँचा भन्ने सुनेको यार अघि होइन होला के हो ए हो न चाहिँ साइडमा रहेको हजुर आइसकेँ है म म निस्केँ पछाडि रे के भन्नुभयो बिचमा आएछ ए म आउँदैछु पछाडि रे वहीँ हुनुहुँदो रहेछ पछाडि आउँदै हुनुहुन्छ उहाँ चप्पल बजाउँदै हुन्छ पस्नु जम्बू डाँडा त्यो पुल्ने अरे होइन पारिपट्टि हो कि कता के भन्नु पारिपट्टि हो कि यता वारी नै हो ए यता हो यही साइडमा यतै हो हजुर ला चेन्ज छैन होला कति भएको थियो 60 रुपियाँ अनलाइन छ हजुरसँग छैन एकचोटि त्यो पैसा ल्याउनु त यताबाट म ल्याइदिन्छु ल 20 रुपियाँ ल्याउनु पऱ्यो है अब हुन्छ एकैछिन ल हस् त्यही नै बाँकी छ हस् धन्यवाद मेरो चाहिँ रिक्वेस्ट लागिसकेको छ र म उहाँलाई पिकअप गर्न जाँदैछु बाफ्रे घाम बबालै छ हो घाम त तालु पोल्ने घाम छ होइन दिउँसो त तर ठिक चाहिँ होइन जस्तो लाग्छ मलाई दिउँसो काम गर्नु चाहिँ यतै हो लोकेसन चाहिँ हजुर ओके अराइभ गरिदिउँ महाराजगञ्ज होइन म यताबाट छिरौँ न है हुन्छ हुन्छ यो झुन्डाइदिनु पर्छ त्यो झुन्डाउनु पर्छ हुन्छ बस्नु दिउँसो निस्क्यो भने यस्तो हुन्छ गाइस ल जाममा जाम होइन घामले पनि यतिकै पसिना चुहाउँछ कहाँ कहाँबाट चुहाउने हो अब पसिना म चाहिँ के चाहिँ रिक्वेस्ट गर्न चाहन्छु भन्दा होइन हजुरहरू यसरी रोड क्रस गर्दै हुनुहुन्छ भने चाहिँ हतारले होइन क्या बिस्तारै रोड क्रस गर्नु होला कोही स्पिड आइरहेको हुन्छ ठिकै छ आफ्नो गल्ती नहोला अब जेब्रा क्रसिङमा होइन अब स्लो बनाउनु पर्छ भन्ने त अब राइडरलाई थाहा हुनुपर्छ भयो भने कोही इमर्जेन्सी हुन्छ होइन कोहीले एम्बुलेन्स आइरहेको हुन्छ के थाहा कति बेला के हुन्छ भनेर क्या त्यही भएर अगाडि नै थाहा भएको कुरालाई चाहिँ पालना गर्नु पर्यो त्यति भएपछि कोही कसै पनि एक्सिडेन्ट हुने त्यस्तो चाहिँ हुँदैन जस्तो लाग्छ है मलाई सो त्यही हो कुरा चाहिँ है अब राम्रोसँग बुझ्नु होला अनि बुझेर मात्र पनि हुँदैन व्यवहारमा पनि उतार्न सक्नु पर्यो है यो चाहिँ मैले हाम्रो सबैजनालाई भनेको अब मेरो अब भिडियो हेर्नेलाई त होइन भिडियो हेर्नेलाई पनि नहेर्नेलाई पनि है फेरि सबै भनेपछि सबै सो त्यही हो गाइज आजको दिन चाहिँ मैले अब दिउँसै गर्छु होला सायद म अब हेरौँ भिडियो कन्टेन्ट कस्तो कस्तो आउँछ के कस्तो हुन्छ होइन सो बनाउँदै जानेछु अनि लेट्स सी अब अरू कुरा त गर्दै गरौँला होइन
सो त्यही हो, बाटो पुरै धुलो धुलो छ। के धुलो भन्नु, केही बोल्नु हुँदैन यार। अब नेपालको बाटो भनेपछि सक्यो। अब धुलो छ बाटो भन्दा नि नेपालको हो नि त भन्छ। के गल्ती भयो भने पनि नेपाल हो नि त भन्छ। जहाँबाट पनि देशलाई नै गाली आउँछ यार। त्यही भएर मैले यहाँ अहिले केही बोलेँ भने देशलाई नै गाली आउँछ क्या, मलाई होइन फेरि। त्यही भएर म केही बोल्दिनँ। जे छ जस्तो छ अब भोग्नै पर्छ होइन त। यहाँ भनेर बोलेर हुने केही पनि होइन। सो त्यही भएर आफ्नो काम खुरु गर्ने गाइस। तपाईँ जाने यही लोकेसनमै हो नि होइन? यतै हो। रोक्न त मिल्ने ठाउँ रहेछ, मिल्न चाहिँ। हस् धन्यवाद। धेरै बेर बस्नु हुँदैन हो त्यस्तोतिर। राइड चाहिँ कम्प्लिट गरिदिइहालौँ। सो हाम्रो राइड चाहिँ कम्प्लिट भइसकेको छ है। अनि सो अब नेक्स्ट राइड कुरौँ के कस्तो छ। सो गाइज मेरो चाहिँ यहाँ बस्दा टिप आइसकेको छ। एन्ड सो म चाहिँ उहाँलाई पिकअप गर्न जाँदैछु। जस यहाँ आएर चाहिँ त्यति बस्न परेन, ट्रिप चाहिँ लागिहाल्यो। नभए त फेरि एकचोटि ट्रिप पर्छ होइन, एउटा ट्रिप आउँछ त्यसपछि 1 घन्टा त त्यही ठाउँमा बस्नुपर्छ क्या। डेस्टिनेसनमा पुऱ्यायो अनि त्यसपछि त त्यहीँनिर थन्कियो अनि। तर आज चाहिँ त्यस्तो गर्न आज चाहिँ भएन त्यति भनौँ न होइन। आर्मी हस्पिटलभित्र हो कि क्या हो? ए पुलिस हस्पिटल हो क्या यो, आर्मी भन्दैछ। ल हस्पिटलभित्रै रहेछ नि, लोकेसन यस्तो गर्छ। ल केही छैन त, उहाँले गरौँ। म यो हस्पिटलभित्रै हो, फिक्स हो। अच्छा एडिएम त यहीँ छ त। हजुर म आइसकेँ। ए हजुर ल बस्नुहोस्। हजुर ड्युटी गर्नुहुन्छ हो कि? हजुर ड्युटी हो हजुरको यता कि? हजुर हो। ए अनि खाजा खानुभयो त हजुरले? हजुर खाजा खानुभयो त? खाजा हजुर खाए नै भन्नु पर्यो। खाएको जस्तो गरियो। के एकैचोटि खाना खानुभयो? अब घर गएर खाना खाने। ए बिहान हिँडेको कति टाढा छ हेर्नु न। रेगुलर अप एन्ड डाउन गर्नलाई त हजुरको डेली यस्तै हो कि? यस्तै नै हो। खास म कलङ्की बस्छु ए हजुर। अनि अहिले चाहिँ अब 1 हप्ता जति भयो। ए ड्युटी हजुरको एकै ठाउँमा हुने हो कि सिफ्ट हुन्छ कि के छ ड्युटी? हजुर एउटा म गाइनीमा गर्छु। ए अनि आइसियुमा ड्युटी पर्छ, त्यति हो। आफ्नो घर चाहिँ कता हो? मेरो उता रामेछाप। रामेछाप हो? हजुर। अनि यता बसाइ चाहिँ? यता सूर्यविनायक। सूर्यविनायक? हजुर। ए तपाईँलाई त उसो भए राम्रै भएछ है, उतै जाने बेला हुन्छ अझै। म फर्किन्छु अझै, म त बेलुकातिर जान्छु। ए हजुरको घर यतै हो कि? मेरो भक्तपुर कुण्डु कार्की गाउँ नै हो। ए अब त याद आयो। म यता चाहिँ थाहा छ
होइन यता चाहिँ थाहा छ मलाई सबै म यता चाहिँ गएको छैन फेरि यता गइरह हुन्छु मेरो साथी घर पनि यतै हो उतापट्टि यो चाहिँ कार्की गाउँ भयो कालीपट्टि बस्नेत गाउँ हो माथि खर्चा ठिक छ हेलो चिन्नु भएन है हजुर चिन्नु भएन रहेछ कि उहाँले बुझिनँ ए हजुरलाई चिन्नु भएन रहेछ कि ए मैले मुख कभर गरेँ भने त्यो हेरेर बस्नु भयो कि यही हो अलिक अलिक ल ठाउँ चाहिँ आनन्दको छ यो दाजु त्यति हो हल्ला पनि छैन हस् 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 धन्यवाद सो हाम्रो यो राइड पनि कम्प्लिट भइसकेको छ अब चाहिँ नेक्स्ट राइड हेरौँ राइड त पाउँदो रहेछ पाउनु चाहिँ बजेको थियो कताबाट सो हेरौँ एकछिन आएपछि म फेरि अन गर्छु है त